गाइस अब चाहिँ हामीहरू बाख्रालाई घाँस झार्न जाने हो। यो घाँस काट्ने हो आज हामीहरू। देखाइदियो त हाम्रो चाहिँ गाउँको साइकलमा लिएको जाने। मलाई फेरि हिन्दी बोल्न आइहाल्छ। बोल्न चाहिँ जान्दिनँ हिन्दी, तर पनि बोल्दा बोल्दा नेपाली बोल्दा बोल्दा हिन्दी आउँछ। ब्याक क्यामेरामा भएन सानो, यसो अगाडिबाटै देखाएँ मैले त। अब मैले अगाडिबाटै बनाएर चाहिँ फेरि ब्याक क्यामेरा कसरी गर्नु? तो जङ्गल 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 जङ्गलमा जानुपर्छ हौ बाख्राको घाँस लिन। गाह्रो छ गाइस, हामीलाई गाह्रो छ काम गर्न। ओ माई गॉड, यो घाँसको त यो सकिँदैन होला चढ्न। मैले के बोल्नुहुन्छ हौ? यतिकै यता मोबाइलमै मात्रै भन्नु पर्छ न त हौ, यताउता हेर्दै यताउताको भन्नु। अब मेरो बुढा यो घाँसमा उठ्नुहुन्छ है। यो रुखमा चढ्दैछ मज्जा टोपी चाहिँ लगाएरै जाऊ न। राम्रो देखिरहेको छ है, अन्धकार देखिन्छ। यसरी यता घाम पर्यो नि, त्यस्तो भयो नि त। उतापट्टिबाट घर तिमी यो घाँसमा उठ। ला यो पक्रेको टाउको हुन्छ होला नि त फेरि। अनि सापी अब ऊ जान्छ घाँसमा हेर्नु ल। गाइस अब चाहिँ म यो रुखमा चढ्ने हो। बाख्रालाई घाँस झार्नको लागि कति कष्ट गर्नुपर्छ भन्ने कुरो। बाख्रालाई डेमकी डेम घाँस झार्ने हो। हामीहरूलाई मात्रै थाहा। यस्तो गर्नुपर्छ, यस्तो नगरी हुँदैन। हेल्प गर्नुपर्छ एकछिन भिडियो भन्दा गएर हेल्प गर्छ मलाई। अलिकति उ गरेर आएको सबै टाँस्यो। उनलाई हेर्नु न कता ऊ खै कता झन्डै लडिन मै।